हेलो गुड मर्निङ एभ्रिबडी। शनिबारको दिन आशा गर्दछु सबैजना आरामै हुनुहुन्छ। सबैजनाले ब्रेकफास्ट खाइसक्नु भयो होला। अब हेर्नु न मेरो नि अब एक महिना आज तपाईँको 25 जुलाई भइसक्यो। 31 जुलाईसम्म मेरो कोर्स नै सिद्धिन्छ अनि 1 सेप्टेम्बरदेखि इक्जाम हुनुपर्ने हो आइडियली चाहिँ होइन। लास्ट इयर नि त्यस्तै भयो त्यो कोर्स सिद्धिने बित्तिकै। तर योपालि चाहिँ अहिलेसम्म हाम्रो चाहिँ थेसिसको चाहिँ रिभ्यूहरू केही आएको छैन। अस्ति मैले एजुकेसन कमिसनमा कल पनि गरेको थिएँ, उहाँले रिभ्यूमा गर्छ आएपछि हजुरलाई इन्फर्म गर्छु। अब रिभ्यू आएपछि अनि रिभ्यू चाहिँ मा के भन्छन्, अब लास्ट महिना अप्ठ्यारो नै हुन्छ अनि फेरि थेसिस मिलाउनु पर्ने कुराहरू। अनि फेरि डिफेन्स हुन्छन्, डिफेन्स फेरि शिक्षा आयोगमै हुन्छ, चिकित्सा शिक्षा आयोगमा हुन्छन्। अनि तिनीहरू भइसकेपछि बल्ल इक्जामको डेट आउँछ। हेरौँ लास्ट महिना प्रेसर, अब डेटहरू थाहा भयो भने अलि मजाले त्यही अनुसारले स्ट्रेस हुन्छ नि त, प्रेसर हुन्छ एउटा डेट भएपछि माइन्डमा, त्यही अनुसारले पढ्न सकिन्छ। अहिले त जति जे गरे पनि थाहा भए पनि होइन, त्यो प्रेसर चाहिँ स्ट्रेस चाहिँ हुँदैन क्या। अब नेक्स्ट विक चाहिँ वीर हस्पिटलमा हाम्रो चाहिँ मक इक्जाम पनि छ। पुरा हाम्रो नेपाली एसोसिएसन अफ यूरोलोजिकल सोसाइटीले चाहिँ हाम्रो फाइनल इयर स्टुडेन्टहरूको लागि चाहिँ एउटा मक इक्जाम चाहिँ 2-3 वर्षदेखि गराउन थालेछन्। योपालि वीर हस्पिटलमा हो। हाम्रो एक दुईजना डक्टर सागर इन्डियाबाट पनि आउनुहुन्छ, किनकि अगाडि हाम्रो एक दिन चाहिँ नेक्स्ट स्याटरडे चाहिँ हाम्रो पार्क भिलेजमा चाहिँ एउटा चाहिँ युरोलिथियासिस अनि बिइपी भनेको बिनाइन इन्लार्जमेन्ट अफ प्रोस्टेटले गर्दा हुने समस्याहरू ढुङ्गाको गर्दा समस्याहरूले गर्दा कसरी ट्याकल गर्ने के गर्ने त्यसको एउटा प्रोग्राम छ। त्यसको त्यो अर्को दिन चाहिँ वीरमा हस्पिटलमा त्यही मक इक्जाम छ। त्यो राम्रो प्र्याक्टिस नै हुन्छ इक्जामको लागि। अब हेरौँ के हुन्छ। अनि हजुरहरूलाई अर्को एउटा कुरा के भन्नु छ भने, अस्ति हामीले त्यो एउटा फिल्म हेऱ्यो होइन, त्यो ओडिसी भन्ने फिल्म। त्यो मलाई असाध्यै मन पऱ्यो क्या त्यो फिल्म। त्यो क्रिस्टोफर नोलनको भन्नु त हिज मास्टर क्लास मान्छे होइन। तर चाहिँ जसरी म उहाँको फिल्म त्यो इन्सेप्सन हेर्दाखेरि चाहिँ होइन अचम्बित भएको थिएँ होइन। त्यसरी नै उहाँको जुन स्टोरी टेलिङ जुन छ नि, स्टोरी टेलिङ इज माइन्ड ब्लोइङ क्या। जसरी उहाँले त्यो फिल्ममा चाहिँ होइन त्यो वान आइड जाइन्ट होइन, अनि डिफ्रेन्ट विचेस, अनि त्यो लाइक कसरी सोध्छन् क्या मान्छेहरू, हामी कुन दुनियाँमा छौँ, तिनीहरू कहाँ पुगिसक्यो है। राम्रो लाग्यो। अस्ति म फिल्म हेर्न जानेवाला थिएन, म आफ्नो थम लगाएर होइन बेलुकाको के भन्छ अनि चिया खाएर थिएँ। त्यतिखेर साथीले फोन गर्यो, जान्छस् कि हेर्छस् कि भनेर। अस्ति मैले राखेको थिएँ नि, हजुरलाई भनेको थिएँ नि त त्यो साथीको बारेमा, सानो क्लिपमै राखेको थिएँ। उसले बोलायो अनि नाइट सो थियो, हेऱ्यो, राम्रो रमाइलो थियो। ल अब हजुर पनि आजको दिन रमाइलो गर्नु। म त अब पढ्ने हो, पढ्नु परिहाल्यो। अप्ठ्यारो छ एक्लै भएर इक्जाम पास गर्नु। अब पढ्दा नि बुढेसकाल लागिसक्यो। हेरौँ ल, टाटा बाई बाई।